मलाई पठाइदिनु पर्ने हुन्छ। त्यसै गरी हजुरको यसमा के रहेछ हेर्नुहोस् त, दिइएको शब्दहरूलाई शुद्ध पारेर कापीमा लेखेर पढेर सुनाउनुहोस्। यहाँ सबै गल्ती दिएको छ। थियो यसरी लेख्ने होइन, हुँदैन लेख्ने होइन, के लेख्नुपर्छ, हुँदैन, हामी लेखेको मिलेन, तपाईँ भएछ, हजुरहरू। हेर्नुहोस् त, रु के छ यहाँ, याद गर्नुपर्छ हजुरले। विद्यालय होइन, विद्यार्थी होइन। बुद्धिमा के बिग्रिएछ, तिनमा के बिग्रिएछ, मैले लेख्न पाइँदैन, पर्यो यसरी लेख्ने होइन। हजुरले यी सबै गलत भएकाहरूलाई हजुरले शुद्ध बनाएर कापीमा लेखेर मलाई पढेर पठाइदिनु होला। हजुरहरूले अहिलेसम्म राम्रो गर्दै आउनुभएको छ, यो पनि राम्रोसँग गरेर पठाइदिनुहोस्। हजुरहरूको दिन शुभ रहोस्। धन्यवाद।